चाहिँ घरको आमाले हो नातिनी बुहारीलाई यहाँ नन्दाले त कोसेली ल्याएको अरे हो दादाले हेर न त्यहाँ बोकेको अरे हो हेलो नमस्ते मेरो सम्पूर्ण भ्युअर्सहरूलाई है आज चाहिँ बडा दसैँ र बडा दसैँको शुभकामना सबै मेरो वाइटी फ्यामिलीहरूलाई है र आज चाहिँ यसै अब दसैँको सानो ब्लग है चिसो कपाल हुनाले चाहिँ छोडिरहेको छु अन्तखेरि म तपाईहरुलाई किचनमा लगेर देखाउँछु ल यहाँ हाम्रो किचनमा साथीहरु यहाँ चाहिँ किचन यहाँ चाहिँ मैले अब भरै खाना खुवाउँछु नि त हो अनि त्यही कारणले यहाँ माछाहरु लिएको छु यहाँ माछा छ हैन यहाँ मासुहरु ल्याइराखेको छु हैन सबै मासु अब चियासँग खाने के जातिहरु खचर पचर छ साथीहरु अन्तखेरि खचर पचर छ हो अब म चाहिँ बनाउनु स्टार्ट गर्छु साथीहरु ल यहाँ चाहिँ हाम्रो दादाहरु आउनु भएको छ हो ठुलो दादा यहाँ हाय दादा देखेन अलिक उजेलो खै अनुहारै देखेन तपाईको अन्त यहाँ बुहारी सहिता बुहारी उसको नि फेसबुक पेज छ फलो गरिदिनु होला यहाँ हाम्रो नाति अन्त यहाँ हाम्रो आमाले चाहिँ इस्कुस काट्नु हुँदैछ सुकुटीमा भैँसीको सुकुटीमा लाउनु लागि यसमा मिलाउनु लागि चाहिँ हो ल साथीहरु हेर्दै गर्नुहोस् हो अब म चाहिँ यता पाहुना आउनु भएको छ अब दशहरामा हो अन्त म र हेर्दै गर ल यहाँ मैले चाहिँ अब माछा तयारी गर्दैछु हो माछा भयो अनि सुकुटी भयो पोल्ट्री त बिहानै देखाइहाले ल हेर्दै गर्नुहोस् साथीहरु मेरो दादाको अनुहारै देखेन नि हौ त्यहाँ खिड्की टल्केर हाम्रो दादाको अनुहारै टल्केर यता हाम्रो तता हुनुहुन्छ फोनमा बिजी भएर आउनु भएको हो लु जाउँ उतै जाउँ लु यता बसौँ सबैजना मेरो त टल्केर भिडियो त खराब भयो त अन्त अनुहार पनि देख्दैन लु ल साथीहरु हेर्दै गर्नुहोस् है मेरो भिडियो सानो यहाँ चाहिँ हाम्रो तताहरूलाई हो टीका लगाइदिनु भयो मिलाइदिनु न यहाँ आमालाई उयो फुल हाल्दै मिलाइदिनु न आमालाई चन्दन लाएर चाहिँ टीका चन्दनको टीका लाएर चाहिँ दादालाई दिन यो पालिको हाम्रो दसैँ चाहिँ सादा हो साथीहरु किनकि यो पालि टीका लाउनु मेन रातो अक्षता चाहिँ लाउनु पाएन हो भएन त्यही कारणले ऊ छ्यानुलाई पनि दिनु लाएर टीका लाउनु पर्छ नि हौ लगाइदिनु हस् हुन्छ छैन अरे दिनु न आमा दिनुहुन्छ ऊ आइपुग्यो त लु दुईजनालाई पनि यतापट्टि खाटमा खै अब नाति बुहारीलाई चाहिँ आमाले फेरि गरिदेऊ न यस्तो म ल्याइदिन्छु उहाँ मजाले सिधा आशीर्वाद दियो शनिबार कहाँ
साह्रै ठुलो भयो यो पालिको सादा टिका हाम्रो भर्खर भाइ आएर हो साथीहरू लु अब चियाहरू खाने हो होइन सादा भयो नि त भरै ल हो है पर्खनु हौ ल अब चाहिँ भाइ बुहारीलाई दाजुले टिका लगाइदिनु हुँदैछ है योपालि चाहिँ हाम्रो टिका छैन अन्त चाहिँ विभूतिमै है हामीले चामलको टिका चाहिँ लगाउनु पाएनौँ योपालि अन्त त्यही भएर चाहिँ विभूति लगाउँदैछौँ दसैँ भनेको यही हो है सब परिवार भेट भएर खुसी मनाउने खाउने नाच्ने गाउने है टिका नभए तापनि विभूतिमै भए पनि लगाउँदैछौँ आशीर्वाद थाप्दैछौँ काकी चाहिँ ट्याक्कै थाप्नु मानेको छैन आशीर्वाद हो अब के गर्नु है अब दक्षिणा दिने अब हाम्रो रित जस्तै भइसकिसकेको छ है दक्षिणा त थाप्नै पर्यो दसैँको टाइममा है सँगसँगै आशीर्वाद है आशीर्वादको रूपमा चाहिँ दक्षिणा पनि थाप्ने गर्छौँ है हामी चाहिँ अब चाहिँ हामी तल जानु आँटेको है तल साइली अजी कान्छी अजी हुनुहुन्छ है कान्छी अजीमा है हातबाट विभूतिको टिका लगाउनु जानु आँटेको अहिले कोकी लाइक छैन अहिले ए मैले चाहिँ लाइन सरी छोड्नु पर्यो खोक्दैन हैन यो मैले चाहिँ है हाम्रो तलमाथि चाहिँ टिका नभएर चाहिँ यो सादा टिका सादा टिका यो माछालाई चाहिँ अब फ्राई गर्नु लागि रेडीमा अन्तखेरि यहाँ सुकुटी हो यो सुकुटीमा चाहिँ भैँसीको मासुको सुकुटीमा चाहिँ माथिको इस्कुस हालेर बनाउँछु साथीहरू अन्त माथि हिलको इस्कुस हाल्यो भने चाहिँ सुकुटीमा मिठो हुन्छ पाकेको फर्सी इस्कुससँग सुकुटी मिठो हुन्छ र साथीहरू यहाँ चाहिँ मैले अब कर्ची मर्चीको लागि चाहिँ कर्ची मर्ची बनाउनु लागि हो अन्त यहाँ चाहिँ कर्ची मर्ची चाहिँ हो अन्त भरे चाहिँ म खाना खुवाउने भनेर चाहिँ आज चाहिँ टिकाकै दिनमा खाना खुवाउने भनेर चाहिँ यहाँ अब कर्ची मर्चीहरू बनाउँदैछु यहाँ माछा यो फ्राई गर्नुपर्छ हो यो चाहिँ बोइल गरिसकेर काट्दैछ पहिला बोइल गऱ्यो अन्त अहिले चाहिँ काट्दैछ यो सुकुटी भैँसीको अन्त यहाँ चाहिँ भेज खानेलाई हो अन्तखेरि यो पनिर भेज खानेलाई चाहिँ पनिर हो साथीहरू कर्ची मर्ची पाक्यो साथीहरू साथीहरू हाम्रो चाहिँ के अरे टिकामा यसरी पनि आउँछ है हो यसरी ड्रम भन्छ कि के भन्छ हो यसरी ठोक्दै आउँछ है बजाउँदै आउँछ हो घर घरमा दैलो दैलोमा गेटमा साथीहरू खाना बनाउँदै हो बेलुका भइसक्यो अन्त अब चाहिँ माछा फ्राई गर्न आँटेको हो यहाँ चाहिँ भैँसीको मासु पकाउँदैछु अन्त अब चाहिँ माछा फ्राई गर्न आँटेको हो बेलुका भयो साथीहरू कति टाइम गइसक्यो हो अन्त काम पुरै हो कति बेला पकाइसक्छु देखाउँछु है हेर्दै गर्नुहोस् मेरो भ्लग
साथीहरू हौ मेरो नन्दा चाहिँ भर्खर आइपुग्यो नि त हो 8 बजी हो 8 बजी चाहिँ मेरो नन्दा आइपुग्यो कि हेर्नुहोस् ल म देखाउँछु तपाईँहरूलाई मेरो नन्दा अन्त यहाँ नन्दाले त कोसेली ल्याएको अरे हो दादाले हेर न त्यहाँ बोकेको अरे हो नन्दाले कोसेली ल्याएको हो चाडबाडमा यहाँ चाहिँ अब सबैजना फ्यामिलीहरू हाम्रो असल त मेरो भानिसले पनि ओनर थोप्दैन गुड बोय भएछ हो अब चाहिँ साथीहरू अब तपाईँहरूलाई खाना खाएर बादमा देखाउँछु है पर नन्दा यता भाइ यता आमा भइहाल्यो यता छोरा भानिस हो यता दादा र तदा हाम्रो ठुलो हो ल साथीहरू खाना खाएर बादमा भेट्छु है हजुरहरूलाई यहाँ चाहिँ नाति बुहारीलाई अजीले घरको आमाले एकछिन मिलाइदेऊ लु यहाँ चाहिँ घरको आमाले हो नातिनी बुहारीलाई लु यहाँ 2 जना यता हेर दिपे अघि रङ नम्बर पऱ्यो भनेको उसले ए रङ नम्बर परेछ भन्छ हो रङ नम्बर यहाँ सानो आमा हो के माने आजको हाम्रो फ्यामिलीहरू चाहिँ ल साथीहरू माछा भैँसीको मासु कर्ची मर्ची पापड सबै बनाएको छु साथीहरू हो यहाँ दादा र भाइले खानुहुँदैछ यता खाएर ल्यान्डिङ भइसक्यो साथीहरू यहाँ चाहिँ बुहारीले भाडा मोलाइ गर्नुहुँदैछ हो अब त लास्ट त हो है ल साथीहरू आजको भिडियो मेरो धेरै लामो भइसक्यो होला ल साथीहरू आजको भिडियो चाहिँ यति नै है अब बाहिर पाहुना पातलाई पनि खानापिना दिइसकेँ र खाएर बसिरहनु भएको छ र साथीहरू है आजको भिडियो चाहिँ यति नै र के कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला र साथीहरू 5 बजी म 5 PM मा लाइभ आउँछु है तपाईहरु आएर सपोर्ट गरिदिनु होला मलाई पनि र साथीहरू आजको भिडियो यति नै बाइ बाइ।